हेलो साथीहरू, नमस्ते। लासो फापुला जोडले हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म रोटी पोल्दैछु। आज चाहिँ के छ विशेष भनेर सोचिराख्नु भएको होला। आज चाहिँ मेरो जेठाजु माइला जेठाजुको चाहिँ बर्थडे पार्टी छ। अनि त्यही भएर आज चाहिँ रोटी पोल्दैछु। अनि एक्लै पनि छु। अनि भिडियो बनाउन चाहिँ अलिक गाह्रो भयो। त्यही पनि ठिकै छ, मैले बनाएँ। सानो भिडियो चाहिँ बनाइरहेको छु। अनि रोटी चाहिँ यस्तो भयो। फर्स्टको रोटी चाहिँ मैले चढाएँ होइन त्यहाँ। अनि यो चाहिँ सेकेन्ड रोटी हो, सेकेन्ड पोलेको। अनि अब फेरि पनि लगाउन आँटेँ मैले रोटी। आगोले गर्दा कस्तो मेरो हात पनि पोल्यो। अनि ठिकै छ। अनि एक्लै छु, एक्लै पोल्न चाहिँ अलिक गाह्रो भइरहेको छ। अनि आगो चाहिँ कति मजाले बलिरहेछ क्या फेरि। अनि झडर गर्दै कति राम्रो फुलिरहेछ रोटीहरू चाहिँ एकदम राम्रो भइरहेछ। अनि चुइगम चपाउँदै म चाहिँ रोटी पोल्दैछु। चुइगम चपाउँदै रोटी पोल्नुको मजै बेग्लै छ साथीहरू। अनि यो आगोले पोल्ला जस्तो भयो फेरि। कति साह्रो बलेको भने। ल रोटी चाहिँ पकाएँ, राम्रो मिठो होइन। तपाईँहरू पनि आउनु होला खानुलाई। ल एउटा चाहिँ यता राख्नु पर्यो नाङ्लोमा, यता थालबाट नाङ्लोमा सार्दैछु रोटी चाहिँ। रोटी चाहिँ राम्रो नै भएको छ। ल यता झन्नै डढेछ फेरि। ल निकालेँ, रोटी पनि झन्डै डढेछ, कालो भइगएछ। ल फेरि लगाउनु पर्यो अब। बट्टा पनि अघि आगोले गर्दा सब प्लातप्लुत भइगएको छ क्या। इत्रु नै चुइक्क पो पारिदिइरहेको आगोको छेउमा परेर त। ल फुल्यो रोटी। एक्लै छु साथीहरू, गर्मी पनि छ आज चाहिँ। अनि आगोमा बसेर झन् धेरै गर्मी हुन्छ क्या। अनि मलाई तिर्खा पनि लागिरहेको थियो। अनि पानी दिने मान्छे चाहिँ कोही नभएर मैले खाना पनि पाइनँ। अनि अब किनभने त्यहाँ तेल तातेर खारिएर फेरि आगो नै उठ्छ नि त। अनि त्यही भएर म तिर्खा मारी बसेँ, रोटी पोलेँ होइन। अनि यो अब कतिखेर सक्नु भनेर चाहिँ मलाई एकदम टेन्सन भइरहेको थियो। अनि अब दिउँसो पोल्दा है कति गर्मी हुन्छ नि त। अनि पुरै पसिना आएर गर्मी भएर कस्तो भइरहेको थियो। ल यो रोटी पनि कालो भएछ। ल साथीहरू, अब मैले चाहिँ लगभग रोटी होइन पोल्दैछु सक्न लागेँ। अब यस्तो भएको छ है मेरो रोटी चाहिँ। ल फाइनली रोटी चाहिँ पकाइसकेँ। आजलाई चाहिँ यति नै। हस् त, बाई बाई।